What's up guys, I'm back again at सिकिनुमरी पार्क है। सिकिनुमरी पार्क चाहिँ मेरो घरदेखि नजिकै भएको कारणले म बेला बेलामा यहाँ आइरहन्छु। यहाँको एकदमै वातावरण पनि राम्रो छ अनि भिडियो सुट गर्ने पनि म ट्राई गरिरहेको छु, सिकिरहेको छु। त्यही भएर मलाई यहाँ आइराख्न चाहिँ मन लाग्छ। यो सिकिनुमरी पार्क चाहिँ एकदमै ठुलो छ। यो सिकिनुमरी पार्कको मिनिङ चाहिँ के हो भने फोर सिजन पार्क यस्तै अर्थ जान्छ है इङ्ग्लिसमा भन्नु पर्दाखेरि। फोर सिजन पार्क चाहिँ यहाँ हरेक फोर सिजनमै राम्रा राम्रा फुलहरू, त्यो सिजन अनुसारका फुलहरूदेखि लिएर चराचुरुङ्गी अथवा माछाहरू पनि, त्यहाँ पोखरी पनि छ, त्यो किसिमको हुने भएकाले यसलाई सिकिनुमरी पार्क भनेर नामाकरण गरिएको जस्तो मलाई लाग्छ। एन्ड सानोतिनो एकदम सानो हाइकिङ जस्तो पनि छ यो ठाउँ, हाइकिङ गर्न मिल्ने त्यस्तो पनि छ। राम्रो छ गाइस, म टाइम पास गर्न आउने ठाउँ हो। देखिएको चाहिँ शौचालय हो। यहाँ म हिँड्दा हिँड्दै चाहिँ यहाँ यस्तो रुखमा आइपुगेँ होइन, जहाँ यहाँ रुखको नाम लेखिएको छ खाचुरा। त्यसपछि यहाँ एउटा क्युआर कोड पनि दिएको छ। अनि सायद यो क्युआर कोड चाहिँ नि यो रुखको वर्णन गरेको होइन, यो रुख के हो कसो हो भनेर इन्फर्मेसन दिएको यो क्युआर कोड हो जस्तो लाग्छ। म हजुरलाई देखाइदिन्छु है त, स्क्यान गरेर। ओके, स्क्यान गरेँ। अनि स्क्यान गरेपछि चाहिँ एउटा वेबसाइट खुल्छ होइन। यहाँ जङ्गलको भित्र भएर मेरो नेट राम्रो छैन। What the hell? ओके, यस्तो एउटा खुल्यो है, वेबसाइट खुल्यो यो खाचुरा रुखको। अनि अब यसको बारेमा, यो रुखको बारेमा पुरै दिएको छ के कसो हो होइन। अनि यो रुखको हाइट कति हुन्छ, कस्तो कस्तो फल्छ, कुन कुन ठाउँमा पाइन्छ, पुरै दिएको छ। यसलाई चाहिँ चाहिँ किनोजिको सेउकाई भनेको छ। रुखको चाहिँ इन्ट्रोडक्सन भनेको छ यसमा। I'm Katsura. It has round leaves. The leaves turn bright yellow in autumn and are very beautiful. The fallen leaves smell sweet like cotton candy. We often grow near lakes and rivers. ओके, यसरी होइन जापानमा टेक्नोलोजीको सही युटिलाइज चाहिँ यसरी गरिएको छ। त्यही भएर जापान यस्तो यस्तो ठाउँमा कुरामा धेरै अगाडि छ जस्तो लाग्छ। यस्तै जापानको कुराहरू, राम्रो कुराहरू अन्य देशहरूले, मेरो देशले पनि सिकेको राम्रो हुन्छ होला जस्तो लाग्छ है त। यो जङ्गलमा चाहिँ एक्लै हिँड्न रमाइलो पनि लाग्छ। अनि साथीहरूसँग हिँड्दाखेरि चाहिँ मलाई भिडियो गराएर हिँड्न होइन, साथीहरू छन् अनि साथीहरूसँग चाहिँ राम्ररी उनीहरूसँगै टाइम पास गर्नु मन लाग्छ कि। यसरी भिडियो गराएर हिँड्दाखेरि चाहिँ अलि मजा लाग्दैन। भिडियो गराउनको लागि चाहिँ एक्लै हिँड्न चाहिँ मनपर्छ। त्यही भएर यसरी जङ्गलहरूमा हिँड्दाखेरि चाहिँ हाइकिङहरू गर्दा अनि
प्राय हाइकिङहरू गर्दाखेरि नै म भिडियो गरिरहेको हुन्छु, त्यही भएर एक्लै भिडियो गराउँछु। अब सबैको रहर पनि हुँदैन नि त हाइकिङ गर्ने, कतिपयलाई हुँदैन। मलाई चाहिँ हाइकिङ गर्न मनपर्ने भएकाले एक्लै हिँडिरहेको हुन्छु प्राय जसो। अलिअलि साथीहरू पनि छन् हाइकिङ गर्ने, तर त हाम्रो टाइम नमिलेर मात्रै म साथीहरूसँग नहिँडेको हो। भर्खरै चाहिँ त्यो बजै भेट भएको थियो, मैले चाहिँ आइहेछु मात्र गरेको थिएँ, हेलो मात्र भनेको थिएँ जापानिज कुनै चिया। यहाँ चाहिँ यसरी बाटोमा मान्छेहरू क्रस हुँदाखेरि चाहिँ यस्तो ठाउँमा ग्रिटिङ मात्र गर्ने चाहिँ चलन छ, हेलो कुनै चिया यस्तो मात्रै भन्ने चाहिँ ओहायो गोजाइमास भन्ने। मैले हेलो मात्र भनेको थिएँ, अनि बजैले पुरै सोध्न सुरु गर्नुभयो के चराचरा देखिस् कि क्या हो भनेर। अनि होइन यत्तिकै त्यहाँ बोर्डमा त्यो नोटिस जस्तो देखेको रहेछ, त्यो हेरेको पढेको मात्र हो, त्यस्तो केही देखेको छैन भनेको। यहाँ चाहिँ यस्तो यस्तो चरा पाइन्छ, यो सिजनमा चाहिँ यस्तो यस्तो हुन्छ, र अहिलेको सिजन चाहिँ चरा पाइने सिजन चाहिँ खासै होइन, त्यही भएर छैन भनेर भन्नुभयो। त्यसपछि ब्यागमा पुरा क्यामेरा बोकेर आउनुभएको रहेछ। अब क्यामेरामा आफूले खिचेको फोटोहरू देखाउनु, कडा फोटो खिच्नु भएको थियो चराहरूको होइन, माछाहरूको मजाले खतरा देखाउनु भयो। अनि कहाँको होस्, कुन देशको होस्, के गर्छ भनेर सोधिरह्यो। अनि ल गामबत्ती गर भनेर गयो। बजैले जे होस् त्यो उमेरको मान्छेले है, यसो हेर्दाखेरि 70-75 वर्षको जति थियो त्यो बजै हेर्दा। प्यासन हो नि त क्यामेरा बोकेर यस्तो जङ्गलमा हिँडिरहेको, कडा फोटो पनि हेर्न पाइयो उसले खिचेको। अनि इन्स्टामा नि हाल्दो रहेछ, इन्स्टामा नि राम्रो थियो, राम्रो फोटोहरूको। अनि चाहिँ बाहिर खाली ठाउँमा आइपुग्यो जङ्गलदेखि। यहाँनिर बेन्च रहेछ, त्यो बेन्चमा बसेर चाहिँ अघि मैले एउटा ओनिगिरी किनेर ल्याएको थिएँ, ओनिगिरी खान्छ है त गाइस। म यस्तो जङ्गलमा आउनेको अर्को कारण चाहिँ के पनि हो भने, यो सुन्नु भइरहेको छ नि यो चराचुरुङ्गीहरूको आवाज होइन, यिनीहरू चाहिँ एकदम मलाई आनन्द लाग्छ क्या। यो कति अब दैनिकी त यस्तो छ नि त, डेली लाइफ त यो गाडी साडी हर्नहरू होइन, त्यो ट्रेन स्टेसन गयो मान्छेको भिड होइन, अनि सपिङ गर्न गयो त्यस्तै भिड, त्यो भिडै भिड। अनि काममा गयो, काममा त्यस्तै है, हतार काम गर्यो। त्यो वाक्क लाग्दो लाइफदेखि चाहिँ अलि पर नेचरसँग गएर यसरी चराचुरुङ्गीहरूको आवाज सुन्दै होइन, शान्त ठाउँमा एक्लै हिँड्न पनि छुट्टै किसिमको आनन्द चाहिँ लाग्छ है गाइस। त्यही भएर म यस्तो ठाउँमा प्राय आइरहन्छु।